हैन भिडियो बनाइसकेपछि भोइस ओभर गर्न नि के साह्रो नभएको मैले यति बिजी पनि के कुरामा छु होला म त आफै दङ्ग खाइरहेको छु के काम गरेर बिजी त म छँदै छैन अनि फेरि आजभोलि भोइस ओभर गरेर नहालिकन भिडियो हाले जस्तै लाग्दैन के फेरि सादा भिडियो भिडियो चाहिँ बनाउँछु के फेरि तर यसमा भोइस ओभर गर्न मलाई यति जाँगर लाग्दैन नि जाँगर पनि कसरी लागोस् खाली अरूकै कुरा मात्रै सोचिरह्यो रतन कार्कीलाई डिबी परेछ मलाई परेन यो मान्छेले यस्तो गर्यो यो मान्छेले यति प्रगति गर्यो जेलस भएको चाहिँ हैन तर मलाई किन भएन भन्ने कुरा मात्रै आउँछ के दिमागमा जेलस भने नि भनुन् त्यस्तै हुन्छ अब के गर्नु त दिमागमा त जाँदैन त्यही कुरामा मात्रै गइराछ यति दिमाग फेरि पढाइमा या अरू कुरामा लगाएको भए त्यसमा राम्रो हुन्थ्यो होला तर मलाई त्यसमा लाउनै छैन मलाई त जसरी रतन कार्कीलाई डिबी पर्यो चिट्टामा पर्न छ मेरो लकले किन काम गरेन भन्ने मात्रै लाग्छ अनि आँपको अचार बनाउनु भयो त ल रेसिपी यहाँ राखिदिएको छु हेरेर बनाउनु होला है थ्यांक यू फर वाचिङ